त्यो रातपछि आरती आन्टीलाई देख्ने बित्तिकै मेरो कलिलो काक्रो सिरिङ हुन्थ्यो। आहा, कति सर्लक्क परेको जिउ। मेरो नाम श्याम शर्मा र मेरो घर गहपुर भन्ने ठाउँमा छ। यो कथा म 21 वर्ष हुँदाको हो र त्यति बेला आरती आन्टी झन्नै 29 वर्षको हुनुहुन्थ्यो। म हायर सेकेन्डरी सकेर ग्रेजुएसनको लागि तेजपुर आएको थिएँ र छिमेकीमा आरती आन्टी 5 सालको छोरी र आफ्नो बुढासँग बस्नुहुन्थ्यो। बुढा भने धेरै जस्तो गुवाहाटीतिर नै बस्थ्यो उसको आफ्नो कामले गर्दा। मलाई आन्टी यति नै राम्रो लाग्थ्यो कि म मेरो रुमको बरन्डामा बसेर आन्टीले आँगनमा कपडा धोएर सुकाएको हेरिराख्थेँ। आन्टीसँग भएका ती 2टा रसिला कश्मिरी आपेल हेर्दै खाइदिउ जस्तो लाग्ने। म सधैँ बेलुका आन्टीका ती आपेल कसरी खाने होला भनेर सोचिबस्थेँ। आन्टी मसँग मजले नै बोल्नुहुन्थ्यो र कहिलेकाहीँ भेट भएको बेला गफ गर्थ्यौँ। 21 वर्षको भएर होला, आँखा भने सधैँ आन्टीका आपेलतिर नै जान्थ्यो। दिउँसो आन्टी धेरै जसो एक्लै नै बस्नुहुन्छ, बुढो गुवाहाटीमै अनि छोरी स्कुल। एक दिन गफ गर्दा गर्दै मैले सोधेँ, तपाईले दिनभर एक्लै बस्दा बोर लाग्दैन आन्टी? बोर मानेर के गर्नु बाबु, कोही छैन सँगै समय कटाउने। मैले पनि हल्का जिस्केर मछु त आन्टी भनिदिए। आन्टी हाँस्नुभयो र त्यत्तिकैमा भन्नुभयो, तिमी त सधैँ क्लास गरेर थाक्छौ होला, आज चाहिँ क्लास गरेको बाद राति यतै आऊ है खाना खान। र मैले पनि हुन्छ आन्टी भनेर फुर्किँदै, आज राति मुभी पनि हेर्नुपर्छ है भने। त्यो दिन मैले हतार हतार क्लास सकेर रुम गएँ र आफ्नो ल्यापटपमा हाई क्वालिटीवाला मुभी डाउनलोड गरेँ। दिनभर पानी परेर होला इन्टरनेट धेरै धीमा थियो। त्यस पनि आन्टीलाई इम्प्रेस गर्ने मेरो लागि यो एउटा राम्रो चान्स थियो। पानी अझै पनि धेरै परिराखेको थियो र आकाशबाट गद्दङ गुद्दुङको धेरै आवाज आइराखेको थियो। हामी खाना खाएर मुभी हेर्दै थियौँ। त्यत्तिकैमा आन्टीको छोरी निदाइसकेछे। आन्टीले छोरीलाई आफ्नो बेडमा सुताएर आउनुभयो र हामी एकछिन गफ गर्न थाल्यौँ। अनि श्याम बाबु, तिम्रो गर्लफ्रेन्ड चाहिँ कहाँको हो नि? आन्टीले सोध्नुभयो। मैले नि छोइन है आन्टी, मेरो गर्लफ्रेन्ड भनिदिए। यस्तो राम्रो मान्छेको गर्लफ्रेन्ड हुँदैन र भन्दै आन्टी जिस्किन थाल्नुभयो। मैले पनि जे पर्ला पर्ला भनेर तपाईँ नै बन्नु न त मेरो गर्लफ्रेन्ड भनिदिएको आन्टी लजाउँदै अर्कोतिर फर्केर हाँस्न थाल्नुभयो। रात धेरै भइसकेको थियो। पानी परेकोले होला रुमभित्र पनि चिसो पनि एउटा थियो। मैले पनि हिम्मत जुटाएर जिस्किने पाराले सोधेँ, आन्टी अङ्कल धेरै जस्तो नै गुवाहाटीमा बस्नुहुन्छ अनि तपाईँको रात त सधैँभरि खल्लो नै जान्छ होला है? आन्टीले के सोधेको यस्तो भन्दै लजाउनु भयो। मैले भनुन् भन्दै कर गरेपछि आन्टीले भन्नुभयो, रात रङ्गिन पार्ने मान्छे नै टाढा भएपछि गाह्रै हुँदो रहेछ बाबु। सालभरिमा गन्ती गर्दा 10-15 बार मात्रै मेरो रात रङ्गिन हुन्छ होला हो। भाग्य नै यस्तै होला, क गर्नु। निकै दिनको मेरो सपना पुरा हुन्छ जस्तो लाग्न थाल्यो र मैले मौका देखेर पक्नु है आन्टी भन्दै ल्यापटपमा मेरा भिडियो कलेक्सन हेरु देखाउन थाले। आन्टीले त सुरुमा लाज मान्नुभयो, तर आन्टीको गुफाभित्र पानी छिट्काउन थालेछ। हामी बाहिर रुमको सोफामा बसेर हेरिराखेका थियौँ। बिस्तारै मेरो घोडा पनि बिउजिन थालेछ। मैले आन्टीलाई बेला बेला हेर्थेँ र आन्टी पनि मलाई बेला बेलामा हेर्दै हुनुहुन्थ्यो। आन्टी पनि उत्तेजित हुन थाल्नुभएछ। बिस्तारै आन्टीले मेरो घोडातिर आफ्नो हात लगेर, तिम्रो घोडा त बिउजिएछ त भन्नुभयो। भोक लागेर होला नि, धेरै दिन भयो। भोकै छ भनेको मात्रै थिए। आन्टीले ती रसिला कश्मिरी आपेल खाउन भन्दै छेउमा ल्याइदिनु भयो। म सपनामै छु कि विपनामा छु बुझ्नै सकेको थिइनँ। यति रसिला आपेल सम्झिँदा अझै पनि मुखबाट पानी झर्छ। धेरै समयपछि आन्टीले भन्नुभयो, पानी परेर मेरो गुफा पस्ने बाटो निकै भिजिसकेको छ बाबु र बाहिर भएको तिम्रो घोडा पनि निकै भिजिसक्यो, त्यसलाई गुफाभित्र बस्न भन न। यति सुन्ने बित्तिकै आकाशबाट बिजुली झरे जस्तो लाग्यो। राति आरती आन्टीसँग पानीमा भिज्ने मेरो रहर पूरा हुन जाँदै थियो।
आन्टीको गुफालाई ढाकेको पर्दा मैले बिस्तारै हटाउँदै गएँ र गुफामा बगेको पानीको स्वाद लिन थालेँ। पानीको छिट्काले त्यो ठाउँ साह्रै चिप्लो भइसकेको रहेछ। आन्टी जाडोले निकै खटपटिन थाल्नुभयो। मेरो घोडा पनि पानीले निकै भिजिसकेको रहेछ। बिस्तारै मैले घोडालाई गुफाभित्र लान थालेँ। गुफा भिजेर निकै चिप्लो भएकोले गर्दा होला घोडा सजिलै भित्र गयो। घोडाले पाएको त्यो खुसी म अनुभव गर्न सकिरहेका थिएँ। त्यो देखेर आन्टी पनि निकै खुसी भइराख्नु भएको रहेछ। आकाशको गद्देङ्ग गुद्दुङ्गले गर्दा होला गुफाभित्र भएको घोडा निकै बाहिर भित्र गरिराखेको थियो। आन्टीलाई त्यो दृश्य साह्रै राम्रो लागिराख्यो। आन्टीको आँखा हेरेर त्यो खुसी मैले महसुस गरेँ। बाहिर भित्र गर्दा जतिखेर त्यो घोडा चिप्लेर लड्थ्यो त्यतिखेर आन्टी यता आया आत्था गर्नुहुन्थ्यो। यता म चाहिँ आन्टीले दिएका ती कश्मिरी आपेल चुसी चुसी खाइराखेका थिएँ। निकै दिन बाद रङ्गिन रात भेटेर होला आन्टी थाकेर एकछिनमै निदाउनु भयो। म पनि आफ्नो रुमतिर लागेँ। त्यो दिनदेखि हामी मौका मिल्यो कि गुफा गुफा खेल्ने गर्थ्यौँ। पछि आन्टीको अर्को बच्चा हुनेवाला भएछ। अब बुढोले गर्दा हो या मैले गर्दा त्यो चाहिँ थाहा भएन। त्यसपछि म पनि ग्रेजुएसन सकेर मुम्बईतिर लागेँ र अहिले हामी खासै कन्ट्याक्टमा छैनौँ। साथी हो, मेरो र आरती आन्टीको क्याटलिस्टको हजुरहरूलाई कस्तो लाग्यो भन्नुहोला र आउँदो दिनमा यस्तै खालका कथा सुन्नको लागि च्यानल सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।